भगवानको कथालाई श्रवण गर्नेछौँ प्रिय दर्शकबिन। त्यसभन्दा पहिले ध्यान गरौँ। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभृध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं वसुदेवं सुतं देवं कंसचाणूरमर्दनं देवकी परमानंदं कृष्णं वन्दे जगतगुरुं। भगवान श्री कृष्ण का श्री चरणमा दिव्य अनंत कोटि नमन टक्राउँदै आजको कथालाई हामी प्रारम्भ गर्नेछौँ, जहाँ हरिशयनी एकादशीको व्रत कथा रहेको छ। प्रिय दर्शकबिन, आजको दिनमा मात्रै नभइकन यो कथालाई सधैँ श्रवण गर्नाले पनि हामीलाई अनन्त गुणा कृपा आशीर्वाद मिल्ने गर्दछ। समस्त पापहरूबाट छुटकारा मिल्नुका साथसाथमा भगवानको श्री चरणको ध्यान सदैव बनिरहने गर्दछ। आउनु सुरुवात गरौँ आजको कथा महात्म्य के रहेको छन् त। अथ आषाढ शुक्ल एकादशी कथा। युधिष्ठिर उवाच आषाढस्य शिते पक्षे किं नाम एकादशी भवेत् ओ देवको विदिस्तस्या एतदाख्याहि केशव। श्रीकृष्ण उवाच कथयामि महीपाल कथामाश्रयः कारिणीं कथयामाशया ब्रह्मा नारदाय महात्मने। नारद उवाच कथयस्व प्रसादेन विष्णोराराधनाय मे आषाढ़ शुक्ल पक्षे तो किम नाम एकादशी भवेत्। ब्रह्मोवाच। त यहाँनिर अब आज आषाढ़ महीनाको शुक्ल पक्षमा पर्ने जो एकादशी रहेकी छन्, जहाँ धर्मराज युधिष्ठिरले भन्नुहुन्छ कि हे केशव भगवान, आषाढको शुक्ल पक्षमा कुन नाम गरेको एकादशी हुन्छन्, त्यस एकादशीको देवताको रहेको छन् र कुन प्रकारको विधि रहेको छन्, यो कुरा बताइबक्सियोस् भगवान भनिकन धर्मराज युधिष्ठिरले भगवानलाई सोद्धा तब जगतको अधिपति भगवान श्री कृष्णले भन्नुभयो कि हे महीपाल राजन, जुन कथा महात्मा नारदलाई ब्रह्माले कहनुभएको थियो त्यो आश्रय लाग्दो कथा म कहन्छु सुन। नारदजीले भन्नुभयो हे ब्राह्मण, आषाढको शुक्ल पक्षमा कुन नाम गरिएको एकादशी हुन्छन्, भगवान विष्णुका आराधनाका लागि प्रसन्नतापूर्वक त्यो कथा मलाई सुनाइबक्सियोस् भगवान भन्दा साक्षात जगतको सृष्टिकर्ता ब्रह्माजीले भन्नुहुन्छ कि वैष्णवोषि मुनि श्रेष्ठ साधु पृष्ठम कलि प्रिय नातः परतरम लोके पवित्रम हरिवासरात् कर्तव्या तु प्रयत्नेन सर्व पापपनुतय तस्मात् ते हम परोक्ष्यामि शुक्लस्य एकादशी व्रतम। हे मुनिहरूमा पनि श्रेष्ठ, हे कलिप्रिया झगडालु लगाउन निपुण हुनुभएका नारद, मुनि श्रेष्ठ नारद, हजुर वैष्णव अर्थात् विष्णुका प्रिय त हुनुहुन्छ नै, यसैले राम्रो प्रश्न गर्नुभएको छ। संसारमा यो एकादशी भन्दा पवित्र अर्को कुनै पनि दिन छैन भनेर साक्षात् ब्रह्माजीले आज नारदलाई बताउँदै हुनुहुन्छ। सम्पूर्ण पाप नाश गर्नका लागि प्रयत्नतापूर्वक आषाढ शुक्ल पक्षमा पर्ने एकादशीको व्रत गर्नै पर्दछ मनुष्यले। त्यसकारण तिमीलाई म बताउँदछु, ध्यान दिएर श्रवण गर। कुनै पनि एकादशीको व्रत पुण्य दिने, पापहरूलाई नाच्ने, इच्छा पूर्ति गर्ने हुन्छन्। यस्तो प्रकारको दिव्य व्रत जो मनुष्यहरूले यस लोकमा गर्दैनन् ती सारा मनुष्यहरू नरकगामी हुन्। आषाढमा शुक्ल पक्षमा, आषाढ महीनाको शुक्ल पक्षमा पर्ने एकादशी पद्मा भन्ने नामले विख्यात छन्। ऋषिकेश भगवानको प्रीतिका लागि यो उत्तम व्रत सबैले गर्नु पर्दछ। अब तिम्रा सामु म पुराणहरूमा कहिएको कल्याणकारी कथा कहन्छु, जुन कथा सुन्नाले मात्रै पनि ठुला ठुला पापहरू विनाश हुने गर्दछन्। उहिले सूर्य वंशमा जन्मेका मानधाता नाम गरेका राजर्षि थिए। ती सत्य प्रतिज्ञा तथा पराक्रमी चक्रवर्ती राजा भएका थिए। जय बोलो श्री कृष्णचन्द्र भगवान को जय होस्। धर्मत पालयामास प्रजा पुत्र न्यौरसान् न तस्या राज्य दुर्भिक्षां नाधयो व्याधयस तथा। तिनले प्रजाहरूलाई आफ्नै छोराहरूलाई जस्तै गरिकन धर्मपूर्वक पालन गर्दथे। तिनको राज्यमा कसैलाई पनि पीर मर्का रोग व्याधि अनिकाल भएन।
तिनका राज्यमा सारा प्रजाहरू आतंक रहित धन धान्यले भरिपूर्ण थिए अनि राजाको भण्डारमा अन्यायले कमाएको द्रव्य छँदै थिएन। यस्ता प्रकारले राज्य गर्दा तिनको धेरै वर्षहरू बित्यो। यसपछिबाट कुनै समयमा पूर्व पाप कर्मको फल आइलाग्यो र उनका देशमा 3 वर्षसम्म पटक्कै पानी परेन। त्यस खडेरीले गर्दा त्यहाँका सारा प्रजाहरू भोकले पीडित भएर खिन्न भए। अन्नको अभावले पीडित तिनको देशवासीहरू प्रजाहरू स्वाहा स्वधा बसटकार वेदाध्ययनले वर्जित हुँदा भए र यस्तै प्रकारमा त्यसपछि एक दिन सारा प्रजाहरू भेला भइकन राजा भएको ठाउँमा गइकन राजालाई यस्तो प्रकारको कुरा गरे, हे राजन, प्रजाहरूको हित हुने कुरो सुनि बक्सियोस्। भगवान पुराणहरूमा बुद्धिमान विद्वानहरूले पानीलाई नारा भनिकन भनेका छन् र त्यो पनि भगवानको ऐन अर्थात् स्थान हो। यसै कारणले भगवानलाई नारायण भनिन्छ। ती मेघरूपी भगवान विष्णु सदा सर्वदा सर्वव्यापी हुनुहुन्छ। उहाँले नै वृष्टि गर्नुहुन्छ। वृष्टिले नै अन्न उब्जन्छ अनि त्यस अन्नबाट प्रजावर्ग बढ्दछन्। हे निरपते, त्यो अन्नको अभाव भयो भने प्रजावर्ग क्षयलाई प्राप्त हुन्छन्। तसर्थ हे नृपश्रेष्ठ, यस्तो काम गरी बक्सियोस् कि जे गर्दा तपाईको देशमा कुशल होस्। तब राजाले भने, तपाईहरूले साँचो कुरा भन्नुभयो, कुनै कुरो पनि झुटो कुरो भन्नुभएको छैन। अन्न नै ब्रह्ममय कहिएको छ र अन्नमा नै सारा लोक रहेको टिकेको छ। अन्नात् भवन्ति भूतानि जगदन्नेन वर्तते इत्येवं श्रूयते लोके पुराणे बहुविस्तरे। नृपाणामपचारेण प्रजानां पीडनं भवेत् नाहं पश्याम्यात्मकृतं दोषं बुद्धया विचारयन्। त यस्तो प्रकारले अन्नबाट जीव हुन्छन्। जगत अन्नले नै वर्तमान छ। लोकमा यही नै अर्थात् सुनिन्छ र अनि यही कुरो पुराणमा पनि विस्तारपूर्वक कहिएको छ। राजाहरूको अपराधले नै प्रजाहरूलाई पीडा दुःख हुन्छ। बुद्धिले विचार गर्दा म आफूले गरेको दोष केही देख्दिन, तथापि प्रजाहरूको इच्छाले प्रयत्न गर्दछु। यस्तो विचार गरेर ती राजा आफ्नो ठुलो सैन्यका साथमा विधातालाई नमस्कार गरेर घना बाक्लो ठुलो जङ्गलमा जाँदा भएर मुख्य मुख्य मुनिहरूका तपस्याले पवित्र भएका आश्रमहरूमा घुम्न लागे। तब राजाले कुनै आश्रममा आफ्ना तेजले दिशाहरूलाई झलमल्ल पारेर रहेका मानौ दोस्रो ब्रह्मा जस्तै ब्रह्माका पुत्र अंगिरस नाम गरेका ऋषिलाई देख्दा भए। त अब के हुन्छ त है? न दृष्टाम हर्षितो राजा औत्रिय च वाहनात् नमस्कृत्य चरणौ कृताञ्जलि पुटो बसी। ती ऋषिहरूलाई देखेर अत्यन्त हर्षित भएका राजा आफ्नो वाहनबाट ओर्लेर ती मुनिहरूका चरण कमलमा दुवै हात जोडेर शिर राखेर नम्रतापूर्वक ढोगेर त्यही खडा रहे। अनि ती मुनिले पनि ती राजालाई स्वस्ति वाचन पूर्वक आशीर्वाद दिएर ती राजाको राज्य र राज्यका सातै प्रकारका अङ्गहरूको बारेमा सोधे। अनि राजाले पनि आफ्नो कुशल बताएर मुनिको पनि शान्ति बारे सोध्दा भए। त्यसपछि मुनिले राजा आउनुका कारणहरू सोधे। अनि मुनिका शिष्यहरूले बिछ्याइदिएको योग्य आसनमा बसेर ती मुनि श्रेष्ठलाई आफू आउनुको कारणहरू बताए। राजाले भन्नुहुन्छ कि हे भगवान, धर्मपूर्वक मैले पृथ्वीको पालन गर्दा पनि अनावृष्टि अकाल भयो। यस बारेमा म केही पनि जानिरहेको छैन। संशये छेदनार्थाय आगतोऽहं तवान्तिकं योगक्षेम विधानेन प्रजानां निर्वितं कुरु। ऋषिरुवाच एतत् कृतयुगं राजन् योगानामुत्तमं स्मृतम् अत्र ब्रह्मोत्तरा लोकात् धर्मशास्त्र चतुष्पदम्। हे ब्राह्मण, यसै संशयलाई मेटाउनका लागि तपाईहरूका पासमा म आएको हुँ। योग शक्तिका उपायले प्रजाहरूलाई सुखी हुने गराइदिनुहोस्। तब ऋषिहरूले भन्नुभयो, हे राजन, चारै युगमा उत्तम मानिएको यो सत्य युग हो। यसमा मानिसहरू विधिपूर्वक वेद पढ्दछन् या वैदिक मत मान्दछन्। यस युगमा धर्मका चारै पाउहरू हुन्छन्। यस युगमा तपस्या गर्ने ब्राह्मण मात्र हुनुपर्दछ, अरू वर्ण हुनु हुँदैन। हे राजेन्द्र, तपाईको देशमा जो शूद्र हो त्यो तपस्या गरिरहेको छ। त्यसको त्यो गर्न नहुने कामले गर्दा पानी परिरहेको छैन। त्यसलाई मार्ने प्रयत्न गर।
जसले गर्दा पानी नपर्ने दोष मेटिन्छ। अनि राजाले भने त्यो निरपराधी त्यसले गरेको तपस्या अर्थात् त्यस तपस्या गर्ने तपस्वीलाई म मार्दिन, तसर्थ यस्तो धर्मको उपदेश गर्नुहोस् कि उसले उपद्रवको विनाश होस्। भन्दा ऋषिरुवाच यद्येवं त्रयी निरुपते कुरुश्रैकादशी व्रतं शुचिमासे शुक्लपक्षे पद्मा नामेति विश्रुता। तब ऋषिहरूले भन्नुभयो कि हे निरुपति, यदि तिम्रो त्यस्तो प्रकारको विचार छ भने तब तिमी अषाढ महिनाको शुक्ल पक्षमा पद्मा नाम गरिएको प्रसिद्ध एकादशीको व्रत गर। यो एकादशी सारा सिद्धि दिने र सम्पूर्ण उपद्रवहरूलाई शान्त गर्ने हुनाले त्यस एकादशीको व्रतको प्रभावले अवश्य नै सुवृष्टि हुनेछ। तसर्थ हे राजन, सारा प्रजा सहित र सारा परिजन सहित भएर यस एकादशीको व्रत गर। ती मुनिहरूको यस्तो वचन सुनेर राजा मान्धाता आफ्नो घरमा आए। अनि अषाढ महिना लागेपछि पद्मा एकादशीको व्रत चारै वर्णहरूका सबै प्रजाहरूका र आफ्ना सारा कर कुटुम्ब परिजनहरूका साथमा भएर गरे। हे राजन युधिष्ठिर, त्यस्ता प्रकारले ती राजा मान्धाताले व्रत गरेपछि वर्षनासम्म घनघोर पानी वर्ष्यो, सारा भूमि जलामय भयो र धान आदि अन्नले सम्पन्न भयो। ऋषिकेश प्रसादेन जना सौख्यम पर्पेदिरे एतस्मात् कारणादेव कर्तव्यम व्रतमुत्तमम्। तब ऋषिकेश भगवानका कृपाले सारा जनता सुखी भए। यसै कारणले नै यो उत्तम व्रत गर्नुपर्दछ। भुक्ति र मुक्ति दिनेवाला सारा लोकहरूलाई सुख गराउने यसको पठन र श्रवणले मात्रै पनि व्रती मनुष्य सारा पापबाट छुट्दछन्। हे राजन, यो एकादशी देवशयनी नामले पनि प्रख्यात छ। यस दिन भगवानको प्रसन्नताका लागि यस एकादशीमा शयन व्रत गर्नै पर्दछ। हे श्रेष्ठ राजा, मोक्ष चाहने जनहरूले प्रत्येक सालमा यो शयन व्रत गर्नु पर्दछ। चतुर्मास व्रतको आरम्भमा पनि यसै एकादशीमा अर्थात् आजदेखि नै गर्न सुरु गरिन्छ। अनि धर्मराज युधिष्ठिरले भन्नुहुन्छ, हे भगवान श्री कृष्ण, श्री विष्णुको त्यो शयन व्रत कसरी गर्नु पर्दछ? हे भगवान कृष्ण, कृपा गरेर त्यो चतुर्मासको व्रतको बारेमा कही बक्सियोस्, भगवान बताई बक्सियोस्। भन्दा भगवान श्री कृष्ण जगतको मालिकले भन्नुहुन्छ कि श्रेणु पार्थः परोक्ष्यामि गोविन्द शयन व्रतम चातुर्मास्यां चयान्युक्तान्या सप्ततानि व्रतानि च कर्क राशिगते सूर्ये शुचौ शुक्ले तुपच्छके एकादश्यं जगन्नाथं श्वापयन् मधुसूदनम। भगवान श्री कृष्णले भन्नुहुन्छ कि हे पार्थ पृथा पुत्र युधिष्ठिर, अब म गोविन्द शयन अर्थात् देवशयनी एकादशीको व्रतको बारेमा बताउँदछु र चतुर्मासमा जो अरू व्रतहरू कहिएका छन् ती व्रतहरूको बारेमा पनि बताउँदछु। ध्यानसित सुन। जब कर्क राशिमा सूर्य गएपछि अषाढ शुक्ल पक्षको एकादशीमा जगन्नाथ भगवान मधुसूदनलाई सुताओस्। अनि सूर्य तुला राशिमा गएपछि फेरि हरिलाई उठाओस्। बीचमा मलमास परे पनि कर्मैले यही विधि गर्नु पर्दछ, अर्थात् तुला राशिको सूर्यले भोगेको एकादशी हुनु पर्दछ। अघि पछि हरिलाई यानी भगवानलाई नसुताओस्, त्यस्तै न त उठाओस् नै। अषाढको शुक्ल पक्षमा पर्ने एकादशीमा उपवास अर्थात् व्रत बसेर मात्रै अर्थात् भगवान हरिलाई सुताएर मात्रै हे युधिष्ठिर चतुर्मासमा पर्ने अरू व्रतहरूको परिकल्पना अर्थात् व्रत बस्ने विचार गर्नु पर्दछ। यस्ता प्रकारले विष्णुको स्वर्ण प्रतिमा स्थापना गरेर शुद्ध अति पवित्र अरूले नछोएको जलले स्नान गराउनु पर्दछ र शङ्ख चक्र गदा धारण गरेका अनि पीताम्बर वस्त्र पहिरिएका अत्यन्त सुन्दर विष्णुको प्रतिमालाई हे युधिष्ठिर सेतो वस्त्रले ढाकिएको सेतै तकिया भएको सफा सेतो पलङमा शयन गराउनु पर्दछ। अनि इतिहास पुराणका ज्ञाता वेदमा पारङ्गत ब्राह्मणले दही दूध घिउ मह मिश्री आदि मिलाएर बनाएको पञ्चामृतले स्नान गराएर अर्थात् त्यस्तै पञ्चामृत चढाएर अनि सुगन्धित चन्दन लगाइएर धूप दीप नैवेद्यहरू र राम्रा सेता बास्ना आउने फुलहरूले हे पाण्डव यस्तो प्रकारको मन्त्र पढिकन बार बार पूजा पनि गर्नु। हे ऋषिकेश भगवान, तपाईँ लक्ष्मीका साथमा पूजा गरिएर शयन गराइरहनु अर्थात् गराइनु भएको छ। हे देवेश, तपाईँ लक्ष्मी समेत भएर मेरा उपरमा कृपा गर्नुहोस् अर्थात् प्रसन्न हुनुहोस्। त यसरीकन हे जगन्नाथ, तपाईँ सुतेको छँदा माचर अचर सहितको सारा जगत नै अर्थात् सुत्दछ। हे युधिष्ठिर,
यस्ता प्रकारले त्यो माथि कहिएको जस्तै गरिकन विष्णुको प्रतिमा स्थापना गरेर त्यस्तै प्रतिमाको अगाडि रहेर प्रत्येक वर्षको 4 महिना अर्थात् हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्म मनुष्यले नियमपूर्वक चतुर्मासको व्रत गर्नुपर्दछ। दिनहुँ प्रातःकालमा गरिने सन्ध्या आदि नित्य कर्म गरिसकेर म शुद्ध नियमहरूलाई पालना गर्दछु। हे प्रभु, मेरा ती नियमहरूलाई निर्विघ्नतापूर्वक पूरा गरिदिनुहोस्। यस्ता प्रकारले देवेश भगवान विष्णुको प्रार्थना गरेर विनयपूर्वक शुद्ध मनले अर्थात् मनको भएर स्त्री होस् वा पुरुष मेरो भक्त धर्मका लागि मेरो व्रत गर्ने गरोस्। दतिवन गरेर ती नियमहरूलाई पालना गर्ने गर्नु। व्रत आरम्भ गर्ने समयमा विष्णु भगवानले 5 प्रकारको कहनुभएको छ। कुन कुन हुन् त? यस्तो प्रकारले मनुष्यले चतुर्मासको व्रत थाल्ने समयको क्रम अषाढमा गर्न अर्थात् गर्ने पर्ने एकादशी वा द्वादशी, त्यस्तै गरिकन अष्टमी अनि कर्कटे साउन अर्थात् कर्कट साउने संक्रान्ति, यिनै दिनहरूमा विधिपूर्वक थाल्नु पर्दछ। अथवा एकादशी, द्वादशी, पूर्णिमा, अष्टमी यी तिथिहरूमा मनुष्यले चतुर्मासको व्रत थाल्नु पर्दछ र कार्तिकको शुक्ल पक्षमा द्वादशीमा त्यो व्रत समाप्त गर्नु पर्दछ। ती व्रत गर्नेहरूलाई जो फल मिल्दछ अब तिनीहरूलाई म छुट्टा छुट्टै कहन्छु सुन। अषाढको शुक्ल पक्षको एकादशीको व्रत बसेर हे राजन चतुर्मासको व्रत थाल्नु पर्दछ, नत्र कुनै पनि प्रकारको प्रयत्नताले पनि त्यस वर्षभरि पाप काटिँदैन। व्रत बस्नका लागि शुक्र वा गुरुको शिशुपन वा अस्तताप बाधक हुँदैन र यसै गरिकन व्रत आरम्भ गर्दा यस महिनामा सूर्यको अखण्डत्व वा खण्डत्व छ कि छैन भन्ने पनि चतुर्मासको व्रत गर्ने मनुष्यले पहिले खण्डत्वको बारेमा विचार गर्नु पर्दछ। सूर्य खण्डाङ्ग व्यापी अर्थात् मलमासीय छ भने, यदि तिथि अखण्ड छ भने, महिना अशुद्ध वा यदि शुद्ध होस् अनि व्रती स्त्री वा पुरुष होस्, मनुष्यले केवल व्रत गर्नाले सारा पापहरूबाट मुक्त हुन्छन्। संक्रान्ति नभएको महिनामा अर्थात् 6 मासता देव कर्म र पितृकर्ममा त्यस्तै अशुद्ध मलमास पनि बुद्धिमान मनुष्यले त्याग्नु पर्दछ। उहाँ 2 संक्रान्तिहरूको बीचमा औँसी नै नपरे त्यो चन्द्र 6 मास हुन्छ र 2 सूर्य संक्रान्तिको बीचमा 2 औँसी परे भने अर्थात् बल्लो औँसी जहाँदेखि चन्द्र मलमास हुन्छ भन्ने ठानेर प्रत्येक वर्ष जो जन हरिलाई सम्झदै चतुर्मासको नियमपूर्वक व्रत गर्दछन् त्यस्ता जनहरू मरेपछि सूर्यको तेज जस्तो अत्यन्त प्रकाशमान चहकिलो विमानद्वारा भगवान विष्णुको विष्णुलोकमा गएर महाप्रलय नभएसम्म आनन्दतापूर्वक निवास गर्ने गर्दछन्। र यस्ता जनहरू चतुर्मासभरि देवताको मन्दिरमा जो जनहरू जाँदछन् सधैँ धोइ पखाली गर्दछन्, गाईको गोबरले लिपोत पार्दछन् तथा रङ्गबल्ली रेखी आदि पनि लगाउने काम गर्दछन्। हे नरश्रेष्ठ, चतुर्मासभरिमा जो जन अल्सी नमानिकन गर्दछन् भने चतुर्मास सकिएपछि सावकाश अनुसारमा ब्राह्मणलाई भोजन गराउनु पर्दछ। त्यो जन हे राजेन्द्र 7 जन्ममा सत्य धर्म गर्नमा नै तत्पर लागि परिरहेका हुने गर्दछन् अनि दहीले र महले त्यस्तै चिनी। हे राजन, चतुर्मासभरि भगवान विष्णुलाई विधिपूर्वक जो स्नान गराउँदछन् त्यस्ता प्रकारका मनुष्य समानमा अत्यन्त रूपवान हुने गर्दछन् र रूप पाउँदछन्। राम्रो कहिल्यै नसकिने सुख भोग्न पाउँदछन्। चतुर्मासमा भगवानको उद्देश्य गरेर राजाहरूले र ब्राह्मणहरूलाई भूमि दान दिनुपर्दछ र शक्ति अनुसार सुन दान गर्नुपर्दछ। फल हातमा लिएर भगवानको प्रदक्षिणा गर्नुपर्दछ। यसै गरिकन यस्ता जनहरूले मानव स्वर्गमा अर्को इन्द्र जस्तै भएर कहिल्यै नाश नहुने सुख भोग भोग्न पाउँदछन् र रहनलाई विष्णु भगवानको लोक प्राप्त गर्दछन्। यस कुरामा कुनै पनि प्रकारको सन्देह छैन। चतुर्मासमा भगवान विष्णुलाई नाना प्रकारका नैवेद्य सहित सुनको खिलेको अर्पण गर्दछन् भनेपछि कमल चढाउँदछन् भनेपछि भगवान र ब्रह्मा अर्थात् ब्राह्मण दुवैलाई चन्दन अक्षता फूल आदिले जो व्रती मनुष्य चतुर्मासभरि सधैँ पूजा गर्दछन् त्यो मरेपछि इन्द्रलोकमा गएर अविनाशी सुख भोग्न पाउँदछन्। जो जनी 4 महिनामा चतुर्मासभरिमा तुलसीले हरिको पूजा गर्दछन् अनि सुवर्णको तुलसी पत्र बनाएर ब्राह्मणलाई दान गर्दछन् त्यस्ता प्रकारका जनहरू मरेपछि सुनको विमानद्वारा विष्णुलोक गएर उहाँ वैष्णव गति पाउँदछन्। अनि जो मनुष्य भगवानलाई गुग्गल कुङ्कुमको धूप दीप अर्पण गर्दछन् ती जनहरू श्रीमान अर्थात् ऐश्वर्यवान तथा सौभाग्यवान भाग्यमानी भएर अनेक सुख भोग भोग्न पाउने हुन्छन्।
समाप्तिमा धूप दीप गर्नुपर्दछ र विशेष प्रकारको निराजन दीप पनि अर्पण गर्नुपर्दछ। पिपलको अथवा भगवानको विष्णुको कृत अर्थात् कार्तिक भरि नै अञ्जली पूर्वक प्रदक्षिणा गर्नुपर्दछ र विशेष गरेर नमस्कार ढोक गर्नुपर्दछ। पाउको अन्तमा राखेर अर्थात् एउटा र अर्को टाउको फेद राखेर यानी पाइला सारेर एक अर्थात् हात जोडेर स्तुति गरेर तथा हृदयले ध्यान गरिकन यस्ता प्रकारका 4 प्रकारका प्रदक्षिणाहरू हुन्छन्। जो जन चतुर्मासभरिमा ब्राह्मणको वा मन्दिरको आँगनमा साँझमा दीप बाल्ने गर्दछन् र समाप्तिमा वस्त्र तेल सुन सहित दियो दान गर्दछन्, त्यस्ता प्रकारका जनहरू भगवानलाई पंखा अम्कन्छन्। जो जनहरू उनीहरू तेजस्वी हुने गर्दछन् र परलोकमा विमानमा बस्ने तथा गन्धर्व र अप्सराहरूले सेविएका देवता झैं भइजानेछन्। अनि जो जन चतुर्मासभरिमा विष्णुको चरण दक पिउँदछन् त्यस्ता जनहरू कष्टबाट छुट्दछन् र मरेपछि विष्णु लोकलाई प्राप्त गर्दछन् र फेरि त्यस्ता प्रकारका जनहरू यस संसारमा जन्मदैनन्। जो जन चतुर्मासभरि विष्णुको मन्दिरमा बसेर तीनै काल अर्थात् प्रातः मध्याह्न सायंकालमा यस 108 पल्ट गायत्री मन्त्रको जप्ने गर्दछन् त्यस्ता जनहरू कुनै पापले पनि छोइन्नन्। चतुर्मासभरिमा जो जन जपवाला पुस्तक पद्म कमल कमण्डलु धारण गरेर 4 मुखवाली गायत्री गण जप गर्ने वैदिक ब्राह्मणहरूको मुखमा सधैँ ती गायत्रीको वास गर्दछिन् गायत्री माताले। किनकि जुन गायत्री देवीलाई सर्वलोकमयी त्रयीमयी र नित्य छिन् भनेर सबै शास्त्रहरूमा वर्णन गरिएको छ, ती गायत्री सारा लोकहरूलाई बुद्धि प्रदान गर्दछिन्। जो जन चतुर्मासभरिमा गायत्रीको मन्त्र जप्छ त्यसका उपरमा तुरुन्तै व्यास भगवान प्रसन्न हुनुहुन्छ र अन्त्यमा जो त्यस्ता प्रकारका जनहरू सरासर विष्णु लोकमा जान्छन्। चतुर्मास मासान्तमा यसको उद्यापन गर्दा तलको श्लोक पढ्दै शास्त्रीय मतद्वारा जहाँ विद्या समान मनमा शान्ति राख्ने सुन्दर र सुनिरहँ जस्तो अक्षरहरू भएको पुस्तकमा दान गर्दैछु भनिकन यस दानको प्रभावले मेरो उपरमा प्रसन्न हुन् भगवान हरि। चतुर्मासभरिमा सधैँ पुराण वा धर्मशास्त्र सुन्ने गर्नुपर्दछ। यसै कामले पुण्यवान भएका र धनी सुखभोगी तथा सधैँ साँचो बोलेर शुद्ध पवित्र रहने हुन्छन् अनि धेरै कुरो जान्ने लोकमा प्रसिद्ध धेरैले युक्त भएको अत्यन्त धर्मात्मा हुन्छन्। चतुर्मासको अन्तमा शास्त्र पुराण अर्थात् सुनाउनेलाई पीताम्बरको बासामा बेरेर सुन सहितको पुस्तक पनि दान गर्नुपर्दछ। या चतुर्मासभरि शिवको या विष्णुको कीर्तन अथवा व्रत गर्ने गर्नुपर्दछ र यसै गरेर देवताको स्वर्ण प्रतिमा दान गर्नुपर्दछ। शिवको प्रतिमा बनाउँदा 5 वटा टाउको मुख भएको र प्रत्येक टाउकामा 3-3 आँखा भएको खोपटी भिक्षा पात्र त्रिशूल खटवाङ्ग नामको वञ्चरो लिएका बनाउनु पर्दछ र ब्राह्मणलाई दान दिनुपर्दछ र प्रार्थना पनि गर्नुपर्दछ। तोया सुराणाम अमृतम विहाय हलाहलम समृतमेव यस्मात् तथा सुराणाम त्रिपुरम सदग्ध मेके सुणा लोकहितार्थमीश रुद्रोपदाता बहुपुण्यमास दोषै विमुक्तस्य गुणालयोऽहं तथा कुरु त्वं शरणं प्रपद्ये मम प्रभो देव वर प्रसीद। हे ईश्वर, हे शिवजी, जसरी तपाईले देवताहरूका लागि अमृत छाडेर आफूले हलाहल नाम गरेको विष लि बक्सिनु भएको थियो अर्थात् पी बक्सिनु भएको थियो अनि त्यसै गरिकन लोकको कल्याणका लागि एकै माडले दानवहरूका त्रिपुरलाई डढाइ बक्सिएको थियो। हे देवताहरूका पनि देवता, तपाईको रूप दान गरेर म धेरै पुण्यवान भएको छु, सारा पाप रूपी दोषहरूबाट मुक्त भएको छु र गुणको खानी बनेको छु। त्यसकारण तपाईले मलाई शरण दिनुहोस् भगवान। हे प्रभु, मेरा उपरमा प्रसन्न भई बक्सियोस्। पूजार्थे नित्य प्रिय अर्थात् क्रिया सकेर जनार्दन भगवानलाई सूर्यमण्डलको बीचमा रहेको सम्झिकन सूर्यलाई अर्घ निवेदन गर्नु अर्थात् अर्घ्य दिनु। चतुर्मासको अन्तमा व्रत समाप्त भएपछि ब्राह्मणलाई सुन सहितको रातो वस्त्र गाई दान दिनु। यसो गर्नाले गर्नेको आरोग्य पूर्ण आयु कृति धन बल बढ्छ। जो जन चतुर्मासभरिमा नियम पूर्वक रहने व्याहृति सहितको या व्याहृति रहितको गायत्रीको मन्त्रको दिनदिनै भक्तिपूर्वक तिल होम गर्दछन् र व्रत सकिएपछि 108 वटा अथवा 2800 वटा भए पनि तिल भरिएका पात्र विद्वान ब्राह्मणलाई दान दियोस्। त्यसो गर्ने व्यक्ति आफ्नो वाणी मन शरीरले गरिएका समस्त सञ्चित पापहरूबाट छुट्दछन्। उसलाई रोगहरूले पिरोल्दैन र उत्तम सन्तान लाभ गर्दछन् यानी प्राप्त गर्दछन्। दान गरेपछि हात जोडेर प्रार्थना पनि गर्नुपर्दछ। यस्तै गरिकन
हे देवदेव, चाहेको वस्तु फल दिनेवाला हे जगन्नाथ भगवान, म तिल पूर्ण पात्रलाई दान गर्दछु, त्यसै पुण्यले मेरो पापहरू नष्ट होस् भगवान भन्दै जन चतुर्मासभरिमा आलस्य रहित भएर अन्नको होम हाल्दछन् जो जनले, उसले समाप्तिमा वस्त्र र सुनसहितको घृत कुम्भ घिउले भरिएको घडा दान गर्नु पर्दछ। यस पुण्यले सधैँ निरोगी भइरहन्छन्, चेहरा अत्यन्त चहकिलो हुन्छ र सन्तान सौभाग्य र सम्पत्ति सम्पन्न हुन्छन्। उसका कोही पनि शत्रु भए सो त नासिन्छन् र त्यो व्रती तब ब्रह्माको समानमा पूज्य हुन्छ। जो जन चतुर्मासभरिमा पिपलको सेवा गर्दछन् त्यो सारा पापबाट मुक्त हुन्छन् र त्यसपछि त्यस्ता प्रकारका व्यक्तित्वहरू विष्णुको परम भक्त बन्दछन्। अनि व्रतको समाप्तिमा ब्राह्मणलाई सुनको प्रतिमा सहितमा वस्त्र दान गर्नुपर्दछ। जो जनहरू यस प्रकारले नियमपूर्वक गर्दछन् त्यसले जीवनभरमा रोग कस्तो जान्दैनन्। जो जन विष्णुलाई अत्यन्त प्रिय लाग्ने कल्याणकारी तुलसीको पात वा माला चतुर्मासभरिमा धारण गरिराख्दछन् त्यस्ता प्रकारका जनहरू सारा पापहरूबाट छुट्दछन् र मरेपछि पनि विष्णु भगवानको लोकमा बास पाउँदछन्। हे धर्मराज युधिष्ठिर, चतुर्मासका अन्तमा विष्णुलाई खुसी राख्नको लागि ब्राह्मणहरूलाई भोजन गराउनु। हे राजेन्द्र, 2 ऋतु अर्थात् ऋषिकेश हरि भगवान सुत्नु भएको 4 महिना चतुर्मासमा अमृतबाट उत्पन्न भएको दुर्वाकन लक्ष्मीका नामको प्रसन्नताका लागि हे दुर्वे, तिमी अमृतबाट उत्पन्न भएकी हौ। सुर असुर अर्थात् देवता दानव सबैले पुजिएकी छौ। मलाई सौभाग्य र सन्तान दिएर तुरुन्तै आफ्नो सफल काम गर्नेवाली हौ भन्ने यस मन्त्रले जो शुद्ध आत्मा भएको जन सधैँ बिहान बिहान आफ्नो शिरमा धारण गर्दछन् र हे कुरुश्रेष्ठ युधिष्ठिर, व्रत समाप्त भएपछि सुनै सुनले बनाएको टुप्पो फेद सबै पात सहितको सिङ्गो दुबोकन हे संयमी युधिष्ठिर दक्षिणा सहितको नयाँ वस्त्र सहितमा सम्पन्न पारेर श्रेष्ठ ब्राह्मणलाई जसरी तिमी आफ्ना शाखा प्रशाखा हाँगा बिगा हेलले पृथ्वी तलमा चारैतिर फैलिएकी छौ, त्यसै गरिकन मलाई पनि सधैँ अजर अमर रहेर अर्थात् रहेर फैलिरहने सन्तान दर सन्तान तिमी देऊ भन्दै दान दिनु पर्दछ। जो जन अल्छी नगरिकन चतुर्मासमा यस्तो प्रकारको व्रत गर्ने गर्दछन् उसलाई न त कहिल्यै दुःख हुने डर रहन्छ, न त कहिल्यै रोग लाग्ने नै डर रहन्छ। कहिल्यै त्यस्तो जन अर्थात् जनतालाई त्यस्ता प्रकारका जनलाई अशुभ हुँदैन र त्यो जन उसका सारा पापहरूबाट मुक्त हुन्छन्। त्यस्तै यस लोकमा सारा सुख भोग भोगेर अन्तमा स्वर्ग लोकमा आनन्द लिन्छन्। जो जन चतुर्मासभरिमा देवताको देवता केशव भगवान हरिको अथवा शिव भगवानको सधैँ कीर्तन गरिरहन्छन् त्यस्तो जनले चतुर्मासभरि जागरण गरेको फल पाउँदछन्। उस व्रतीले व्रत सकिएपछि राम्रो बज्ने घण्ट भगवानलाई चढाउनु पर्दछ र प्रार्थना गर्दा हे प्रभु, मैले गुरुको आज्ञा नमानेर अनध्यायमा जो अध्ययन गरेको छु, हे सरस्वती, हे जगतकी स्वामिनी, हे जगतको जडता हटाउने वाली विष्णु रुद्र आदि पनि सधैँ स्तुति गरिने तिमी साक्षात् ब्रह्माजीकी स्त्री हौ। त्यसकारण हे वरानने, अनध्यायमा अध्ययन गरेको पापले उत्पन्न भएको मेरो मूर्खतालाई नाश गरिदिनुहोस्। वाणी भएर सारा लोकहरूलाई नै पवित्र पार्ने तपाईँ यस घण्टाको ध्वनिले प्रसन्न हुनुहोस् भन्नु पर्दछ। जो मनुष्य चतुर्मासभरिमा भक्तिपूर्वक ब्राह्मणलाई मेरै रूपको सम्झँदै ब्राह्मणहरूको पाद प्रचलन गरेर चरौदक दिनहुँ पिउँदछन् त्यस्तो जन ती जनहरू आफ्नो मन वचन शरीरले गरेका पापहरूबाट मुक्त हुन्छन्। त्यस्तो जन कहिल्यै पनि रोग व्याधिले दुःख पाउँदैनन् र उसको धन र आयु पनि बढ्दछ। व्रत सकिएपछि वैदिक ब्राह्मणलाई 1 जोडा गाई दान दिनु पर्दछ अथवा एउटै धुनी गाई दान गरे पनि हुन्छ। हे राजेन्द्र, त्यो पनि नसके त्यस्ता व्रतीले 1 जोडा नयाँ वस्त्र नै दान गरे पनि अत्यन्त उत्तम हुन्छ। जो जन चतुर्मासभरिमा सारा देवताहरू समानमा मानिएको ब्राह्मणलाई ढोग्ने गर्दछन् त्यस्ता प्रकारका जनहरू सधैँ कृतकृत्य सबै कुराले टञ्च भरिन्छन् र तुरुन्तै सारा पापहरूबाट छुट्दछन् र अक्षय ननासिने सुख पाउँदछन्। तथा त्यस्ता जनहरू अत्यन्तै पितृभक्त पनि हुन्छन्। व्रत सकिएपछि ब्राह्मणहरूलाई भोजन गराओस् त उसको आयु र धन दुवै बढ्ने गर्दछ। जो पुरुष चतुर्मासभरिमा साँझ बिहान सन्ध्या गायत्री जप गर्दछन् र व्रत समाप्तिमा घिउ भरिएको घडा दान गर्दछन् र जोडा वस्त्र प्रशस्त तिल घण्ट ब्राह्मणलाई चढाउँदछन् त्यस्ता जनहरू सरस्वतीको तत्त्व जान्दछन् र अन्त्यमा ठुलो विद्वान पनि हुन्छन् भन्ने कहिएको छ। जो जन चतुर्मासभरिमा कहिले गाईलाई छोएर सधैँ ढोग्छन् त्यस्ता प्रकारका जनहरू असाध्यै धनी हुन्छन्। यदि त्यही गाईलाई सिँगार पटार पारेर व्रतहरूको समाप्तिमा दान दियोस् अथवा भूमि दान दियोस् ता त्यस्तो जनहरू प्रतापी तथा दीर्घायु भएर
पछि सार्वभौम ठुलो राजा समेत हुनेछन्। जो जन चतुर्मासभरिमा केही न केही दान गरिरहन्छन् भने त्यस्ता जनहरू सारा सङ्कटबाट मुक्ति हुने गर्दछन्, राम्रो हुन्छन्, भाग्यमानी हुन्छन् र अविनाशी सुखलाई भोग पाउँदछन्। यस्ता प्रकारका जन पछि अहिले आफ्नो शरीरमा जति रौँहरू छन् त्यति वर्षसम्म स्वर्गमा इन्द्र जस्तै भएर बस्न पाउँदछन्। अनि जो जन चतुर्मासभरिमा सूर्यलाई अथवा गणेश भगवानलाई भक्तिपूर्वक सधैँ नमस्कार गर्दछन् उसको आयु, आरोग्य र ऐश्वर्य पनि शरीरमा उत्तम कान्ति, चहकिलोपन लाभ हुन्छ र विघ्नराज गणेशका कृपाले उसको चिताएको फल काम पनि सिद्ध हुन्छ। जुन काममा पनि अवश्य विजय लाभ उन्नति हुन्छ। यसमा कुनै पनि प्रकारको संशय छैन। अथवा सिन्दुरको रङ जस्तो रङ भएका रातो मूर्तिको सुनको सूर्य बनाएर समस्त कामनाहरूका सिद्धिका लागि ब्राह्मणलाई दान दियोस्, अथवा सूर्यलाई छाती, शिर, आँखा, मन, वचन तथा पाउ, हात, घुँडा ती सबैलाई लम्पसार परेर गरिने दण्डवतलाई अष्टाङ्ग दण्डवत भन्दछन्। यस्तो भूमिमा लम्पसार भएर गरिने अष्टाङ्ग सहितको नमस्कार दिनहुँ बिहान बिहान 108 पल्ट जो सूर्यलाई पुज्दछन्। यस्तो पूजा गर्ने व्यक्तिले जुन गति पाउँदछन् त्यस्तो गति त 100 यज्ञ गर्नेले पनि पाउन सक्दैन। अथवा जो जन 3वटा वर्षा ऋतुका चतुर्मासमा शिवजीलाई प्रसन्न पार्ने चाँदीको अथवा तामाको दान शिवजीलाई अर्थात् खुसी गराउन रोजै दान दिने गर्दछन् उसले शिव भक्तिमा परायण रहने राम्रा राम्रा छोराहरू पाउँदछन्। व्रत समाप्तिमा चाँदी दान गर्नेले चाँदीको उत्तम भाँडोमा 1 माना मह भरेर, रजत पात्र तामा दान गर्नेले 2 माना सक्खरले भरिएको ताम्र पात्र दान गर्नुपर्दछ। दानको प्रार्थनामा तामो अत्यन्त पुष्टिकर, सबै देवताहरूलाई प्रिय लाग्ने, अत्यन्त कल्याणकारी अनि सधैँ सबैको रक्षा गर्ने कहिएको छ। यस कारणले मलाई पनि शान्ति प्रदान गर्नुहोस् भन्नु। अथवा जो जन ऋषिकेश सुतेको समयमा चतुर्मासमा आफ्नो सावगास अनुसार जोडा वस्त्र र 1 माना तिलका साथमा रोजै सुनदान गर्ने गर्दछन्। यस्ता प्रकारका जन सबै प्रकारका पापहरूबाट छुट्दछन्। यस्तो जनले यस लोकमा ठुला ठुला सुखभोग भोगेर अन्तमा ती शिवलोकमा बस्न पाउँदछन्। अथवा जो जन चतुर्मासभरिमा सुन वा चाँदी वा तामा वा अन्नहरूको नित्य दान गर्दछन् त्यस्ता प्रकारका जनहरू नित्य श्राद्ध, जो व्यक्तित्वहरू श्राद्ध गर्छ, जो नित्य कुनै न कुनै देवताहरूको पूजा सबै दक्षिणा सहित गर्दछन् उसले अन्तमा अनन्त सुख पाउँदछन्। अथवा चतुर्मासभरि जो जन चन्दन, अक्षता, फूल आदिले पूजा गरेर ओम विष्णु प्रियतमः, ती विष्णु प्रसन्न रहन् भनेर ब्राह्मणलाई वस्त्र दान गर्दछन् र व्रतको समाप्तिमा वस्त्र सुनको पातो सहितमा शय्या दान गर्छ त्यस्तो जन अविनाशी सुख पाउँदछन् र उसले कुबेरको समानमा धन पाउँदछ। अथवा जो मनुष्य वर्षका चतुर्मासमा सधैँ जस्तै गोपी चन्दन दान गर्दछन् त्यसका उपरमा श्रीपति भगवान सन्तुष्ट भएर भुक्ति मुक्ति पनि दिनुहुन्छ। देवताहरूको अङ्गमा लागेको जो कुङ्कुमादि विलेपन हो त्यो र गोपिनीहरूको जल क्रीडामा पखालिएर गिरेको चन्दन मिलेको द्वारवतीको माटो नै गोपी चन्दन हो, जसलाई ठुला ठुला मुनिहरूले सम्पूर्ण पाप नाश गर्दछन् भनिकन भन्नुभएको छ। यसकारण हर तरहले गोपी चन्दन दान गर्नै पर्दछ। जो दान गर्दछ उसलाई भगवान विष्णुले चाहेको फल दिनुहुन्छ। व्रतको समाप्तिमा 1 तोला त्यो कल्याणकारी गोपी चन्दन अथवा त्यसको आधा वा आधाको पनि आधा गोपी चन्दन वस्त्र र दक्षिणा सहित दान गर्नुपर्दछ। अथवा जो जन ऋषिकेश भगवान सुत्नु भएको चतुर्मासमा दिनहुँ नियमपूर्वक रहेर दक्षिणाका साथमा चिनी अथवा सक्खर भए पनि दान गर्दछन्। उखुको रसबाट बनेको चिनीलाई अमृतको कला अंश नै भनिन्छ। त्यस्तो प्रकारको त्यो चिनीको दानले सन्तुष्ट हुनुभएका सूर्य भगवानलाई उस दातालाई वाञ्छित फल दिनुहुन्छ। यस्ता प्रकारले गुड दान गर्ने। व्रत सकिएपछि बुद्धिमान व्यक्तिले व्रतको उद्यापन गर्नुपर्दछ। उद्यापनका लागि तामाका पात्र भाँडा बनाउनु पर्दछ। धनको लोभ नगरिकन प्रत्येक पात्र 8 पला बिसौलीको हुनुपर्दछ। नसके 4 पलाको भए पनि हुन्छ। त्यस्ता वस्त्रले बेर्नु पर्दछ। त्यस्ता प्रकारका सके 8वटा, नसके 4वटा, त्यो पनि नसके एउटै भए पनि बनाउनु पर्दछ। प्रत्येक पात्रमा चिनी दक्षिणा फल भरेर प्रत्येक पात्रलाई वस्त्रले बेर्नु पर्दछ र पाती पाती धानका साथमा श्रद्धापूर्वक ब्राह्मणलाई दान दिनुपर्दछ र दानको अन्त्यमा प्रार्थना गरिकन यसरी वस्त्र, चिनी, सुन, धान सहित दान गरिएको
ताम्र पात्रको दानले सूर्य नारायणलाई प्रसन्न पार्छ, रोग नाश हुन्छ, समस्त पाप नाश हुन्छ, शरीरमा पुष्टि दिन्छ, जगतमा कृति बढाउँदछ र त्यस्ता दाता मनुष्यहरूलाई सदा सन्तान पुत्र पौत्र आदि दिन्छन्। सबै प्रकारको इच्छा पुर्याउँछ, स्वर्ग दिलाउँछ, उत्तम आयु बढाउँदछ। त्यसकारण हे भगवान, मलाई पनि यस्तो प्रकारको दानले सधैँ कृति प्राप्त भइरहोस् भन्नु पर्दछ। यस्ता प्रकारले जो जनहरू व्रत गर्दछन्, अब त्यस व्रतको पुण्य फल सुन। त्यस्तो जनहरू गन्धर्व विद्या गान विद्यामा निपुण हुन्छन् र सारा स्त्रीहरूको प्रिय हुन्छन्। राजा भए उसले राज्य पाउँदछन्, पुत्रको इच्छा भए छोराहरू प्राप्त गर्दछन्, धनको इच्छा गर्ने भए धन पाउँदछन् र कामना रहितको भए मोक्ष पाउँदछन्। अथवा जो ब्राह्मण चतुर्मासभरिमा सागपात कंदमूल फल फूल आदि शक्ति अनुसार जो सम्भव हुन्छ सधैँ ब्राह्मणहरूलाई दान दिन्छन् र व्रतको अन्तमा सावगास अनुसार दक्षिणा सहित एक जोडा वस्त्र दान गर्दछन्। त्यस्ता ब्राह्मण जन यस लोकमा धेरै समयसम्म सुखी रहेर अन्तमा राजयोगी हुन्छन्। दान गरिसकेपछि प्रार्थनामा जुन साग सबै देवताहरूलाई प्रिय लाग्ने, सबै मनुष्यहरूलाई तृप्ति पार्ने, सबै देवर्षिहरूलाई प्रसन्न राख्ने कन्दमूल पत्र पुष्प म दान गरिरहेको छु, त्यस दानले सारा देवताहरू सधैँ मेरो मङ्गल गरून् भन्नु। अथवा ऋषिकेश सुतेको समयमा 2 ऋतु अर्थात् चतुर्मासभरिमा जो मनुष्य प्रतिदिन हे अनग निष्पाप युधिष्ठिर, सूर्यको प्रसन्नताका लागि दान लिनेको घरमा प्रशस्त पुग्ने गरिकन अत्यन्त आदरपूर्वक सुशील ब्राह्मणलाई कटुत्रय अर्थात् सुठो मरिच पिपला प्रदक्षिणा सहितमा दान गर्दछन्। हे संयमी युधिष्ठिर, दानको अन्तमा प्रार्थना गर्दा जस्ता प्रकारले कटुत्रयले सबै प्राणीहरूको रोग नाश पार्दछन्, त्यस्तै प्रकारले यस दानले भास्कर भगवान सूर्य भगवान प्रसन्न हुनुहोस् यो मन्त्र भन्नु। यस्ता प्रकारले राम्रो गरिकन व्रत सकिसकेपछि बुद्धिमान जनले उद्धापन गर्नु पर्दछ। उद्धापनमा गर्दा सुनको सिङ्गो, सुठो मरिच र पिपला बनाउनु पर्दछ। अनि ती तिनैलाई वस्त्र र दक्षिणा सहितमा गरेर विद्वान ब्राह्मणहरूलाई दान दिनु पर्दछ। जो जन यस प्रकारको व्रत गर्दछन् त्यस्ता प्रकारका जनहरू 100 वर्षसम्म बाँच्दछन्, आफूले चिताएको फल वस्तु पाउँदछन् र मरेपछि पनि सरासर स्वर्गमा जान्छन्। अथवा जो बुद्धिमान जनहरू चतुर्मासभरिमा ब्राह्मणलाई दिनहुँ मोती दान गर्दछन्, हे राजन युधिष्ठिर, त्यस्ता प्रकारका जनहरू धनधान्यले भरिपूर्ण र कृतिशाली हुन्छन्। अथवा जो जन चातुर्मासभरिमा दिनहुँ क्षीर कुम्भ अर्थात् दुधले भरिएको घडाकन नयाँ राम्रो वस्त्रले बेरेर अनि त्यसमा फल दक्षिणा राखेर दान गर्दछन्। अनि कुनै ब्राह्मणी सधवा नारीकन लक्ष्मी मानेर चन्दन अचेता फुलले पूजा गर्दछन् र पान या कुनै एउटा फल चढाएर ओम श्रीपतये नमः विष्णुलाई नमस्कार छ भनेर अर्पण गर्दछन् भने व्रतको समाप्तिमा स्त्री सहितका ब्राह्मणकन अर्थात् ब्राह्मण दम्पतिलाई सुन्दर राम्रा चमेलीका फुलहरूले पूजन गर्दछन्। पुरुषले गरे असल स्त्री पाउँदछन्, स्त्रीले गरे सुन्दर गुणी भ्रता अर्थात् पति पाउँदछे। अर्थात् पुरुषले चाहिँ विष्णुले चाहिँ सकल गुणले भरी भराउ लक्ष्मीलाई र स्त्रीले गुणका खानी विष्णुलाई पनि पाए चाहिँ दुवैले परस्परमा पति पत्नी पाउँदछन्। अथवा जो जन चतुर्मासभरिमा तयारी पान दान गर्दछन् या पान नपाए जो जितेन्द्रिय पुरुष कमण्डलु र दक्षिणा सहितमा जोडा रातो वस्त्र दान गर्दछन् भने त्यस्ता प्रकारका जनहरू अत्यन्त सुन्दरतामा प्राप्त हुन्छन् र सारा रोगबाट छुटकारा पाउँदछन्। तथा बुद्धिमान सुन्दर विद्वान मधुर कण्ठवाला अर्थात् मिठो बोल्ने हुन्छ यानी बन्दछ। लोकमा ऊ गन्धर्व जस्तो कहलाउँदछ र मरेपछि पनि सरासर स्वर्ग जान्छ, किनकि ताम्बुल अर्थात् पानले शोभा बढाउँदछ, कल्याण भलो गर्छ। यो ब्रह्मा विष्णु र शिव रूपो यस पानको दानले ब्रह्मा विष्णु महेश अत्यन्तै प्रसन्न हुनुहुन्छ र दातालाई अथाह सम्पत्ति दिन्छन्। किनकि पानमा लगाएको सुपारीमा साक्षात् ब्रह्मा, पानको पातमा स्वयं विष्णु र चुनामा प्रत्यक्ष महेश्वर निवास गर्दछन्। पान दान गरेर प्रार्थना गर्दा हे प्रभु, यी सबैको दानले मेरो भाग्य सम्पत्ति अधिक होस्। सुपारीको टुक्रा वा धुलोले भरिएको, खैरको लेदो दलिएको चुना, पोतिएको जाइपत्री मिलाएको तथा जाइफलको धुलो, इलायची र ल्वाङ पनि हालिएको पानको पात्र त सबै गन्धर्व र अप्सराहरूलाई अत्यन्तै मन पर्दछ। त्यसकारण प्रसन्नतापूर्वक त्यस्तो पानको दानले तपाईँ मलाई सुनको धनी र पिर पिराउ नभएको गरिदिनुहोस् भन्नु।
अथवा चतुर्मासभरिमा व्रत नियममा रहेको जो जनले सधैँ नारीले सधवा ब्राह्मणलाई, पुरुषले विद्वान ब्राह्मणलाई सिङ्गो बेसारको गाँठो, लक्ष्मीको वा गौरीको उद्देश्य गरेर त्यसलाई दक्षिणासहित कुनै पात्रमा राखेर देवी मे प्रियताम, देवी मेरा उपरमा प्रसन्न हुनुहोस्